Xiaomi को सब्सिडरी ब्रान्ड पोको नेपालमा आधिकारिक रूपमा लन्च भइसकेको छ। पोकोले आफ्नो 3वटा प्रिमियम मोडल लिएर नेपालमा फर्किएको। यसको F7 5G, X7 Pro र F8 Pro 3वटा मोडल टेलिटक प्रालीले नेपाली बजारमा लन्च गरेको। मिड रेन्ज स्मार्टफोन सेगमेन्टमा पोकोले आफ्नो छवि राम्रो बनाएको थियो। तर Xiaomi को प्राथमिकता बढी भइसकेपछि नेपाली मार्केटबाट पोको हटेको थियो। तर नेपाली उपभोक्तालाई अचम्मित बनाउँदै प्रिमियम स्मार्टफोन लिएर पोको फर्केको छ। अहिले मसँग भएको यो स्मार्टफोन चाहिँ 99,999 को पोको F8 Pro। यो झन्डै 1 लाख मूल्य राखिएको स्मार्टफोन हातमा लिँदा त आइफोनकै फिल दिन्छ। हल्का कर्भ, स्लिम सिमेट्रिक बेजल, आइफोन स्टाइल क्यामेरा प्लेसमेन्ट, ग्लास ब्याक र एल्युमिनियम फ्रेम भएको यो स्मार्टफोन हातमा लिँदा प्रिमियम फिल दिन्छ। स्न्यापड्रागन 8 इलिट प्रोसेसर भएको यो स्मार्टफोन अहिले चल्तीका ब्रान्डको फ्ल्यागशिप स्मार्टफोन भन्दा कुनै कम छैन। यो स्मार्टफोनको बक्समा 100 वाटको चार्जर आउँछ अनि नेपालमा आउने यो स्मार्टफोन चाहिँ ग्लोबल भेरिएन्ट हो। ग्लोबल मार्केटमा गेमिङ फोन भनेर प्रमोट गरिएको यो स्मार्टफोनको स्पेक शीटमा मात्रै होइन, टच एन्ड फिलमा पनि पूर्ण प्रिमियम छ। 6210 mAh ब्याट्री, फ्ल्यागशिप ग्रेड क्यामेरा, बसको सिमेट्रिकल स्टेरियो स्पिकर अनि IP68 वाटर रेसिस्टेन्ट डिजाइन, यी सबैले यो पोको F8 Pro को रिटेल प्राइसलाई जस्टिफाई गर्छ। यो स्मार्टफोन नेपालमा लन्च हुँदाखेरि खासै क्यामेराको चर्चा गरिएको पाइएन। तर 50 मेगापिक्सल क्यामेरा, लाइट फ्युजन 800 इमेज सेन्सर र पावरफुल प्रोसेसरको कम्बिनेसनले गर्दाखेरि यो स्मार्टफोनले फोटो र भिडियो एस्पेक्टमा कुनै पनि फ्ल्यागशिप फोनलाई सजिलै टक्कर दिन सक्छ। डकुमेन्ट्स मोड, स्लो मोसन, सुपर म्याक्रो, ब्रस शट, मोसन ट्र्याकिङ सबै अप्सन यसमा अभाइलेबल छ। अडियोतर्फ अडियो जायन्ट बससँगको कोलाबोरेसनले यसमा शङ्का गर्ने कुनै पनि ठाउँ छैन। अडियो आउटपुट दामी छ। 100 वाटको हाइपर चार्जर भएको यो स्मार्टफोन 0 to 100% लेस देन 37 मिनटमा चार्ज हुने रहेछ। अनि 6210 mAh ब्याट्री भएकोले गर्दा जस्तो सुकै हेभी युजमा पनि यसले फुल डे ब्याकअप दिने रहेछ। स्लिक छ, प्रिमियम छ स्मार्टफोन, पावरफुल छ प्रोसेसर अनि यसको डिस्प्ले पनि वान अफ द फाइनेस्ट भन्न मिल्छ। 120Hz र 3500 nits को पिक ब्राइटनेस भएको यो स्मार्टफोनको डिस्प्ले मलाई एकदमै मन पर्यो। क्यामेरा क्वालिटी पनि राम्रो छ, अडियो क्वालिटी पनि उस्तै खतरा छ। यो स्मार्टफोनले कुनै पनि प्रोफेसनलको डे टु डे वर्क र लाइफलाई राम्रो बनाउन सघाउँछ भन्दा फरक पर्दैन।